स्थानीयवासीहरूको अनुसार इतिहासकै सबैभन्दा ठुलो बाढी चाहिँ अचानक आएर ठुलो क्षति पुर्याएको छ। यो बाङ्गे खोला हो। ओखलढुङ्गा जिल्लाको चिसङखुगढी गाउँपालिका वडा नम्बर 1 कुइबिर र वडा नम्बर 2 पोखरीको बीचबाट बग्ने गर्दछ र दुधकोसीमा गएर मिसिन्छ। यहाँनिर देख्न सक्नुहुन्छ निकै ठुलो क्षति पुर्याएको छ। यहाँ मकै लगाइएको छ, धानको बिउ राखिएको छ, खेतलाई धान रोप्नको लागि तयारी गरिराखिएको थियो। अब असार पनि लगभग लागेको अवस्था यहाँनिर देख्न सक्नुहुन्छ। यो खोलाले नै दिशा नै परिवर्तन गरेको छ। पृष्ठभूमिमा पछाडि दुधकोशी नदी, त्यहाँबाट पारी खोटाङ, डुम्रे धारा पानी लगायतका स्थानहरूलाई पनि हामीले देख्न सक्छौँ। यहाँनिर खोला बगिरहेको ठाउँ यहाँ हामीले डोडे भन्थ्यौँ। यहाँनिर एकदमै उब्जाउ हुने खालको खेत थियो र अहिले चाहिँ पुनः खोलाको रूपमा, बगरको रूपमा परिणत भएको देखिन्छ। यो पनि पुरै बगर बनेको छ, जहाँ यहाँ पनि धान खेती, अन्य खेतीहरू लगाइन्थ्यो। जस्तै यो जुम गरेर देखिरहनु भएको छ, यहाँ पनि पहिले खेतै थियो भने यो अर्को साइडबाट चाहिँ नियमित खोला बगेर दुधकोसीमा मिसिन्थ्यो। यहाँ देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ खोला उता दोबानतिर गएर मिसिन्थ्यो भने अहिले खोलाले दिशा परिवर्तन गरेर यतातिर आएको छ। यो ठुलो स्थानीय सरकारको ध्यान जाओस् र किसानलाई घाउमा मलम लाउने काम गरोस्। धन्यवाद।